हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु अनदर एपिसोड। अनि आजको भिडियोमा हामी अब्सिडियन कलेक्ट गर्न गइरहेको छौँ किनकि हामीलाई नेदर पोर्टलमा जानु छ। लाइक विनिड अब हामीलाई क्वार्ट्ज ब्लकहरू पनि चाहिन्छ। अनि मेरो सिम्पल गोल्सहरू भनेको चाहिँ छ इन्चान्टिङ टेबलको त्यो पुरै सेटहरू बनाउने, अनि प्लस यो काउ फार्मलाई पनि अलिक बढाउने हो। सो मैले सुगर क्याङलाई पनि अलिक एक्सटेन्ड गरिदिएको थिएँ लास्ट एपिसोडमा। सो अहिले त राति भएछ, सो अहिले हामी सुत्नै जाऊँ, किन भन्दा फेरि जोम्बीहरू हामी उडाइदिएला नि त त्यो। सो वेट फर गाइज। A few moments later. सो फाइनल गाइज मैले चाहिने सामानहरू लिइसकेको थिएँ गेममा जानको लागि। सो जाऊँ। फाइनली गाइज हामीले एउटा भए पनि त्यो अब्सिडियन पाएको थिएँ। सो मलाई डर लाग्यो अरू मबहरूले मार्छु, त्यही भएर हेरेँ आएको थियो। अनि फाइनली माइन्ड गरौँ यसलाई, पछि हामी अर्को ठाउँमा जाऊँ। सो गाइज म अब्सिडियनको चक्करमा कहाँ गएको थिएँ, तर अन्नमा मऱ्यो त्यो विचले गर्दा। सो मैले आफूलाई हिल गर्न ट्राई गरिरहेको थिएँ। सो फेरि हामी आफ्नो अब्सिडियन फेजमा जाउँ गाइज अगेन। सरी फर द डिस्टर्बेन्स। सो गाइज मलाई लाभा त भेट्यो नि, त्यो म डिग स्ट्रेट गएको थिएँ। तर गेस वाट, आई फाउन्ड 5 or 4 डायमन्ड। यस्तो लक हुनुपर्छ गाइज, लक भनेको। सो मैले छिटो यिनीहरूलाई पनि माइन्ड गरेँ, पछि म फेरि गएँ तल। सो गाइज मलाई वार्डन जस्तो बायम पाएन, प्लस मलाई डायमन्ड पाएको थियो। यति लक हुनुपर्छ गाइज, कतिको लक यार। सो मैले फेरि माइन्ड गरेँ यसलाई। अनि यहाँ फेरि जोम्बी रहेछ गाइज। अनि मसँग टर्च पनि छैन कि केटा हो। नगाए त्यो वार्डनसम्म भएन, तर यो जोम्बीले चाहिँ लास्टै ल्याङ गऱ्यो। मैले त्यसलाई फालेको लुखा। सो फेरि हामीलाई यहाँ लाभा भेट्थ्यो र हजुरलाई थाहा होला अब के गर्ने हो। सिम्पल फेरि माइन्ड गर्ने। ल लेट्स स्टार्ट। A few moments later. सो फाइनली म घर पनि पुगेको थिएँ। अनि सो मलाई 19 जति पायो, तर मैले अब हाम्रो नेदर पोर्टल निर्माण गर्न थालेँ। अब नेदर पोर्टलमा जामै गाइस डाइरेक्ट। सो गाइज हामीलाई धेरै झन्डर भएपछि होइन, मैले फाइनली मेरो इन्चान्टिङ टेबलको सेट पनि कम्प्लिट गरेँ। अब फाइनली टेस्ट गरौँ अब हामीलाई के पर्छ होला इन्चान्टमेन्ट हो कि। ल पहिला ल्यापिस लिउँ। मैले बिर्सेको लिएँ। ओके लेट्स गो। अब हेरौँ के पर्छ। ल आब्रा कडाब्रा गिली छु फर्चुन 3। सो दिस इज द बेस्ट लक एन्ड मलाई यही चाहिएको थियो गाइज। सो फाइनली हाम्रो गोल पनि कम्प्लिट भइसक्यो। फाइनली लेट्स गो गाइज। हामी आफ्नो फाइनल भिडियोको इन्ट्रो आइसक्यो। सो अनि हजुरलाई यो भिडियो कस्तो लाग्यो होला भन्नु होला। इफ यो युट्युबमा अपलोड भएछ भने लाइक र सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला। टिकटकमा छ भने फलो पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ एभ्रिवान। सी यु इन नेक्स्ट एपिसोड।